सायद भाइसँग अब केही समयको लागि हामी चाहिँ अलग हुनुपर्ने बाध्यता भएको कारणले हामी चाहिँ अब भाइसँग सायद आज हामी टक्क लगाएर फोटोहरू खिचेर ऊहरू खिचिसकेका छौँ। देख्न सक्नुहुन्छ। अब अन्तीले बनाएको चटपट खाने छन् हाम्रा चेलीहरू। ल हुन्छ। हाम्रो भाइ अब चाहिँ निराश भएर चाहिँ देख्न सक्नुहुन्छ हाम्रो भाइ आज चाहिँ अन्तिम घडीमा हाम्रो देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो भाइ अब एक हप्ताको अन्तरालमा आफ्नो देश छाडेर अर्को देश जाने तर्फमा हामी चाहिँ देख्न सक्नुहुन्छ। हामी चाहिँ लेक साइड आएका छौँ। देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो भाइ आज बेलुकी चाहिँ काठमाडौँ जाने तर्खर रहेको छ। देख्न सक्नुहुन्छ। अब चाहिँ हामी चाहिँ टक्क लगाएर देख्न सक्नुहुन्छ। हामी अब फर्किनु पर्ने हुन्छ। हाम्रो भाइहरू पुरा चलाएर भलाकसारी चलिरहेको छ हाम्रो भाइको। पछाडि हाम्रो चेलीहरू देख्न सक्नुहुन्छ। चलाएर देख्न सक्नुहुन्छ। चलाएर आफ्नै भाइ अब जाने तर्खर गरिरहेको छ हाम्रो भाइ चाहिँ। अब हामी यता साइडतिर चाहिँ 20 तारिक के गर्नु हो न 4 दिन लेक साइडको निचो घुमिरहेको छ। हामी चाहिँ हिँडिरहेको छौँ। देख्न सक्नुहुन्छ हाम्रो भाइ ढक्क लेक साइड आएको हो। चलाएर देख्न सक्नुहुन्छ। यता चाहिँ पुरा ताल देख्न सक्नुहुन्छ। हामी चाहिँ अब रुमतिर फर्किनु पर्ने हुन्छ। अब चाहिँ हाम्रो भाइ त्यहाँ चाहिँ ताल रहेको छ। पुरा ठुलो ताल रहेको छ। हामी चाहिँ अब अगाडि बढ्नु पर्ने हुन्छ। यहाँ चाहिँ तालहरू, यहाँ चाहिँ कल्पना अनि बहिनीहरू देख्न सक्नुहुन्छ। हाम्रो भाइ चाहिँ अलि उसको मोडमा देख्न सक्नुहुन्छ। चस्मा त भयो त हामी चाहिँ गर्नुपर्ने हुन्छ। अब चाहिँ हामी देख्न सक्नुहुन्छ। हामी चाहिँ अब जानुपर्ने हुन्छ। हाम्रो भाइ चाहिँ अब आज बेलुकी चाहिँ काठमाडौँ जानुपर्ने काम भएकोले हाम्रो भाइ चाहिँ आज हल्लान्छौँ भन्ने कता हामी रुमतिर फर्किनु पर्ने हुन्छ। दिदीले चाहिँ चटपटे बनाउँदै हुनुहुन्छ। हाम्रो चाहिँ देख्न सक्नुहुन्छ। अब हामी चाहिँ यहाँ चाहिँ गर्न लागेको छौँ। आलु चप चप कहाँ जाने ठुलो गराएको छ। हाम्रो भाइहरू टक्क देख्न सक्नुहुन्छ हाम्रो लेक साइडमा। त्यहाँतिर त डुङ्गा खेल्ने ठाउँ, फेवातालको शान्त वातावरण, यहाँको पर्यटकहरूको घुइँचो लगायत देख्न सक्नुहुन्छ। अहिले चाहिँ फेवातालमा पुरा बोटिङ अनि डुङ्गाहरू चलिरहेको छ। हामी चाहिँ अब चाहिँ साथीहरूले के गर्ने भन्ने देख्न सक्नुहुन्छ। हाम्रो कालो भाइ
अनि हाम्रो भाइ अनि बहिनीहरू चटपटी खाने ठाउँमा चाहिँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ व्यवहारहरू देख्न सक्नुहुन्छ। तल आएर त्यस्तो व्यवसाय मान्छेहरू चटपटी खान्छ र खाइहाल्नु खासै सर्नु जस्तो लाग्छ क्या र टक्क लगाएर देख्न सक्नुहुन्छ। हामी चाहिँ कता जाने भन्ने कुराहरूले गर्छ। कता जाने देख्न सक्नुहुन्छ हाम्रो भाइहरू अब गेटिङ बस्नु भयो नि कता जाने अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ। हाम्रो भाइको अब चाहिँ उस भएको कारणले हामी चाहिँ लेक साइडमा हिँडिरहेका छौँ। त्यस कारणले अब चाहिँ देख्न सक्नुहुन्छ। अब चाहिँ हामी त्यो दिदीकोमा जानुपर्ने हुन्छ चटपटी खाना चाहिँ। चटपटी चाहिँ अब मैले त खाँदैन। अब साथीहरूले चाहिँ अब बहिनीहरूको फेभरेट चटपटी खाने उसमा चाहिँ जानुपर्ने हुन्छ। अब जाडी छ भाइ, अब के गर्छ भन्ने कुरा अब उसमा भर पर्छ। ल ल ल ल ल ल ल ल